हेलो नमस्ते सबैजनामा र आज चाहिँ म कलेजतिर आएको छु हैन तर घामले गर्दाखेरि राम्रो चाहिँ नदेखिदिने रहेछ भिडियो अलि घामले टल्किए जस्तो देखियो र आज चाहिँ म ठ्याक्कै कलेजमा छु खोर्सानीहरू अलि फलिरहेछ साग पनि अलिअलि भइरहेछ तर साग अलि भने जस्तो राम्रो चाहिँ आएको छैन हैन अब खोर्सानी चाहिँ हाम्रो अस्ति एकलट फलेर पनि अनि फेरि फुल खेलेर फेरि फलेछ एकलट फलेर सिद्धिएर फेरि खोर्सानीहरू चाहिँ ठ्याक्कै फलेछ हैन पाकी पनि रहेछ अगावरि खोर्सानी फल्दैछ यो चाहिँ बहुत पिरो हुन्छ खाना ओर्न ठिक छ आफूलाई जस पुग्दो यति भए किन्न ओर्न परेन विशेष यो कलेजमा गरेपछि तरकारी चाहिँ तरकारीमा जति खर्च हुन्छ यतैबाट मेन्टेन पनि हुन्छ भन्ने कुरो हो अनि अर्को कुरो खोर्सानी भएपछि खाना ओर्न अचार हाल्न पनि त्यस्तो गाह्रो भएन अनि यहाँ चाहिँ डल्ले खोर्सानी अक्कबरे भइहाल्यो सागहरू चाहिँ त्यति राम्रो छैन अहिले सागहरू चाहिँ यस्तो छ त्यति राम्रो चाहिँ छैन हैन र पनि खाइरहेछौँ हामी खाना ओर्न यसो भइरहेछ अब यो के मौसम पानी नमिलेर पनि होला त्यो झार छ बेसी चाहिँ र पनि यति भए खाना ओर्न भइरहेछ त्यस्तो खासै छैन त्यस छ अनि यता आकाशे खोर्सानी भन्दा छ लाम्चे आकाशतिर फर्केको छ पाकी पनि राखेको छ यता चाहिँ यस्तो चाहिँ जङ्गलै जङ्गल अहिले त जङ्गल हरियाली मौसम अब एक दुई महिना पछाडि फेरि उडाड हुन्छ केही हरियो भन्ने कुरो कमै देखिन्छ त्यतिखेर चाहिँ अहिले चाहिँ प्रशस्तै हरियो छ यस्तै छ मौसम यस्तै छ यहाँको कलेज चाहिँ विशेष चाहिँ